हेलो अनि नमस्ते सबैजनालाई। आजको दिन कसरी बित्छ मेरो भनेर हजुरहरूलाई देखाउन गइरहेको छु। भिडियोलाई बोरिङ नमानिकन हेरिदिनु होला। हामी उठ्दाखेरि चाहिँ बिहानको 6:30 भइसकेको रहेछ अनि म पनि फ्रेस भएँ। मेरो छोरालाई फ्रेस गराइदिएँ। यसो हेरेको त बाहिर रातभरि पानी पऱ्यो, त्यो सुकेको रहेनछ। अनि म लागेँ छततर्फ। छतमा पनि पातहरू झरेको थियो, पानीहरू जम्मा भएको थियो, त्यसलाई बडाल कुडाल गर्नलाई लागे। पातहरूलाई बडालेर फ्यालेन भने त्यो फेरि गएर बुझेर छत त पुरै स्विमिङ पुल हुन्छ के, त्यही भएर आफ्नै काम बढ्ने हो। त्यही भएर छिटो नानी सुतीको मौका पारेर मैले छतको काम भ्याउनलाई लागे। नानी सुती भने त हो मैले काम गर्न पाउने, नत्र त उसलाई बोकेर हिँड्नुपर्छ। अनि म चाहिँ यहाँ तातो पानी खाएँ गिलास, अनि चिया पकाएर पनि चियाको चुस्की लिन पाएको छैन। मेरो छोरी उठिसके, उसँग गफ गर्दै म चाहिँ चियाको चुस्की लिनतर्फ लागेँ। अनि म चाहिँ यहाँ चिया पनि खाइसकेँ। अब हामी चाहिँ तल सुतेका थियौँ, बेडमा त लड्छ कि भनेर कस्तो डर लाग्यो। अनि त्यही भएर हामी भैँमै बिस्तारा लगाएर सुतेका थियौँ। अब त्यो बिस्तारा चाहिँ म मिलाउन गइरहेको छु। खाना पकाउनु ढिला भइसक्यो, नानी सुताउनु खोजेको, सुतिन। त्यही भएर म चाहिँ उसलाई किचनमै लगेर खाना पकाउनतिर लागेँ। यहाँ चाहिँ मैले तरकारी चाहिँ बोडी, आलु अनि तामा पकाएको मलाई चाहिँ एकदम मनपर्छ। दाल पनि पाकेर रेडी भइसकेको छ। अब यसलाई भाँडामा खनाउन गइरहेको छु। अनि यो खनाएपछि भात पनि यसैमा पकाउँछु। मैले चाहिँ थोरै चामल राखेर धोइ पखाली गरेर बसाल्नतिर लागेँ। म चाहिँ दादा फेरि घरि माया गर्छ, घरि त्यहीँ रुवाएर हिँडिदिन्छ। खाना चाहिँ पाक्दै गर्छ। म चाहिँ मेरो छोरीलाई लिएर भिटामिन डी खानतिर लागेँ। एकछिन बिहानको घाम लिएँ, मेरो बडीमा पनि भिटामिन डीको कमी थियो। अनि भिटामिन डी खाँदा खाँदा धन्न मेरो तरकारी नै डढेन छ। आएर छिटो चलाएर ग्यास बन्द गरेँ। अब मेरो तरकारी भातहरू रेडी भइसक्यो। मेरो छोरी पनि सुत्नको लागि झगडा गरिथिन्, अनि मैले फिडिङ गराएर सुताउनतिर लागेँ। अनि ठ्याक्क खाना खाने टाइम पनि भएको थियो, ऊ पनि सुती। अब हामीलाई खाना खान सजिलो भयो। जे काम गर्दा पनि ठ्याक्क टाइम मिलाउनु पर्छ, नत्र त सेड्युल पुरै गोलमाल हुन्छ। अनि मेरो छोरालाई नि खाना दिएँ, अनि हामी आमा छोरा सँगै बसेर खानातिर लागेँ। मोही लभरको गुनासो फेरि है, मेरो मोही चाहिँ धेरै भयो रे, अनि उसको मोही चाहिँ थोरै भयो रे। उसले खाएर फिनिस गर्न लागिसक्यो, अनि मैले चाहिँ खाएकै छैन। अनि मसँग दाँच्छ कि मेरो छोरो कति हँसाउँछ। उसले खाना पनि खाइसक्यो। अब सरसफाइ गर्नतिर लागेँ। कता नानी उठ्छ भनेर जे काम पनि छिटो गर्नुपर्छ कि मलाई सुख चाहिँ कहाँ छ। काम सकेपछि बल्ल नानी उठ्यो हुन्थ्यो भनेर म यहाँ डराइ छिटो काम सक्न गइरहेको छु। कोही बेला त उत्तिखेरै उठिदिन्छन् के, अनि छिटो पुसपास गरेर काम सकाएँ। अनि बडाल कुडाल पनि गरेँ। यत्तिकैमा काम कहाँ सकिन्छ र मेरो यो मेन काम यो भाँडा मान्ने। भाँडा मान्दा पनि म कता आवाज आउँछ कि भनेर डराइ बिस्तारै किचनको ढोका समेत लाएर भाँडा माझ्दैछु। उठ्दिहाल्यो भने त फेरि जाउ भएन, यो काम त्यत्तिकै रहन्छ। अनि रहेपछि आफैलाई त हो गाह्रो। कियान्सलाई खाजा बनाउनु पर्ने छ, त्यसको भाँडा छ, अनि त्यसपछि फेरि काबुलाई खुवाउनु पर्ने छ, त्यो काम छ। र पनि मलाई यो बेसी नमस्काइकन चित्तै बुझ्दैन। तातो पानी सेलाएर मेरो छोरालाई बोतलमा राखिदिएँ, स्कुलको लागि रेडी बनाइदिएँ पानी। अनि आज चाहिँ ग्रिन डे रहेछ, सेलिब्रेसन गर्ने स्कुलमा। अनि उसले चाहिँ वाइट कलर स्पाइडरम्यानको ड्रेस लाउनु पऱ्यो अरे। अनि बल्ल फकाएर ग्रिन टी सर्ट थियो, त्यही लगाएर पेन्ट लगाइदिएँ। अनि रेडी बनाइदिएँ मेरो छोरालाई। उसको जुत्ता त पुरै सानो भएछ, म त नोटिस नै गरेको, कहीँ लिएर जानु पनि छैन। अनि जुत्ता लगाइन्न, अनि थाहै नहुने के। अनि यो नयाँ चप्पल थियो, त्यही चप्पल लगाएर पठाइदिएँ स्कुललाई। रेडी बनाएर पठाएँ स्कुल। अब त्यसपछि मेरो छोरीलाई तेल लगाउने पालो आयो। के गर्नु, एउटाको काम सकेको छैन, अर्कोको काम सुरु हुन्छ। बल्ल तेल लगाइदिएँ। आजभोलि त चकचके भएर तेल लाउन पनि मान्दिन, हिँड्नु पर्ने रे उसलाई, एक ठाउँमा बस्दिन। अनि सुताएर उठाएर गरेर बल्ल उसलाई बडी मसाज गरेँ। मेरो छोरीको यति धेरै चकचक बढेको छ नि, न कपडा लाउन दिन्छन् राम्रोसँग, न तेल लाउन दिन्छन्। उनलाई त केही गर्न नदिने रे के, घरि बिर्को दिएको छु, घरि के दिएर फकाएर कपडा लगाइदिएँ। मैले चाहिँ त्यही कपडा लगाइदिएँ कि फेरि खाना खाने बेला बिगार्छिन् नि त। अनि
फेरि खाना खाएपछि उसलाई कपडा चेन्ज गरिदिन्छु। अब फेरि उसलाई रिस उठ्ने बेला आयो। यो कपाल कोर्ने बेला पनि उसको यति नखरा हुन्छ। कपाल त झन् उसले छुनै दिन्न के, बल्ल बल्ल फकाएर हेर्नु न यहाँ कस्तो रोइकी छ। अनि बाँधिदिएँ अनि बोकेर एकछिन डुलाउँछु। तेल लाउने कपडा लाउने उसको कपाल कोर्ने गर्दा गर्दै मलाई गर्मी भयो। अनि एकछिन बाहिर लगेँ अनि फेरि भित्र ल्याएर यो ऐनामा मैले किस गरेको गर्छिन् कि गर्दिनँ भनेर। अनि उसले त गरे कि म त कस्तो दङ्ग परेँ। भोक पनि लाग्यो होला भनेर मैले चाहिँ यहाँ छोरीलाई फिडिङ गराउन थालेँ। मेरो छोरीको पेट पूजा भएपछि कहाँबाट पावर आयो मलाई भुतालेर मसँग खेलेर। अझ झन् यो काँटा त देख्नै हुँदैन। अनि मेरो छोरीलाई मास्तिरको रुममा राखेर म चाहिँ किचनतर्फ लागेँ क्यान्सलाई खाजा बनाउन। क्यान्सलाई चाहिँ मैले आज कोदोको रोटी बनाएर लैदिन लागेको खाजामा। रुममा छोडेको छोरी बाहिर आएर नाच्न थालिसके। अनि वाकरमा राखेर म चाहिँ छोरोको लागि रोटी बनाउनतिर लागेँ दमादम। स्कुल नजिकै छ अनि घरबाटै खाजा लैदिन्छौँ। अनि खाजा पनि रेडी भयो। यो खाजा चाहिँ म माइजूलाई पुर्याउन लाउँछु। बिचरा माइजूलाई मैले दुःख दिएको छु, कति दिन भइसक्यो। अनि यहाँ म छोरीको लागि जाउलीमा रेडी बनाउन लाएँ। मैले चाहिँ यत्तिकै म्यास गरेर खुवाउन लागेको छु। आज भोलि चाहिँ 9 मन्थ पनि हुन लाग्यो नि त। अब त यस्तो पनि खुवाउन सिकाउनुपर्छ, फेरि बानी बिग्रिन्छ। मेरो छोरीलाई खाना खुवाउन चाहिँ एकदम सजिलो छ, कति मजाले खाइदिन्छन्। अनि मैले भनिहालेँ मेरो छोरीले खाना खाँदाखेरि बिगार्छिन् भनेर। अनि कपडा सपडा चेन्ज गरेर मेरो छोरीलाई सुताउनतिर लागेँ। अनि मेरो छोरी यहाँ सुती पनि सकिन्। सुतिन् भनेर मक्ख परेर रुमबाट बाहिर निस्किन लागेको कपडाहरू बोकेर अनि चलिन्। म त उठिन् भनेर एकछिन सातो गयो। अनि बिस्तारै निस्केर म लागेँ किचनतर्फ। अघि खाना खुवाएको भाँडाहरू त माझेर राख्नु परिहाल्यो। जहिले गरे पनि जति बेला गरे पनि आफैले गर्ने हो, त्यही भएर मौकाको फाइदा त उठाउनु परिहाल्यो होइन त। आनन्द बसेर मै पनि खान पाएको छैन। मेरो छोरी उठिहाली भगवान्। मेरो छोरीको यो कुखुरे निन्द्रा देखेर नि म त कहिलेकाहीँ त डिप्रेसनमै जान्छु। अनि फेरि उठाएर एकछिन सुत्छ कि भनेर गरेको त सुत्दै सुतिन। अनि उसलाई बोकेर हिँड्नु पर्ने रे। अनि बाहिर कस्तो चर्को घाम लागेको थियो। अनि एकछिन बोकेँ, उसलाई देखाएँ अनि सुतिहालिन् के एकछिन पछि त। सुतेको मौका पारेर म थोरै कपडा थियो त्यो धुन लागेको त धोएर निस्किन पाएको छैन। उठेर यहाँ खेल्न थालिसकेछि। के गर्ने होला मेरो छोरीलाई डिप निन्द्रामा सुत्ने कसरी हो टिप्स दिन पर्यो भगवान्। घाम लागेको बेलामा कपडाहरू सुकायो भने टाइममा सुक्छ। अनि आजभोलि चाहिँ बेलुका बेलुका खाली पानी पर्छ क्या, त्यही भएर मैले सुकाइहालेँ। अनि यति गर्दैमा मेरो छोरो पनि आइसक्यो। स्कुलमा ग्रिन डे सेलिब्रेसन चाहिँ एकदम रमाइलोसँग मनाउनु भएछ। बटरफ्लाई बनाएर आएको थियो। अनि माइजू र म चाहिँ कफी बनाएर खाएँ। कोही कोही बेला त यति दुःख दिदिन् काव्यले, न बोकेर लिएर हिँड्दा हुन्छ, न फकाएर हुन्छ, न फिडिङ गराएर हुन्छ, न खेलौनाहरू दिएर हुन्छ। अनि क्यामेरा देखाएको त मक्ख पर्दै क्यामेरातिर हेर्छ कि चुप्प लागेर। अनि यहाँ चाहिँ एकछिन मैले उसलाई बाहिर राखेर नचाउने के गर्ने गरेर बल्ल बल्ल फकिन् के। अनि यो सब काम गर्दाखेरि मलाई एक्लै। अनि यसको हस्बेन्ड चाहिँ कहाँ जानुभयो होला भन्नुहुन्छ होला। मेरो हस्बेन्ड चाहिँ गाउँ जानुभएको छ। 5-6 दिन भइसक्यो उतै हुनुहुन्छ। कति छिटो 5 पनि बजिसकेछ। मेरो छोरो चाहिँ दिउँसो नसुत भन्यो, जहिले पनि सुत्ने बानी छ। झन् नसुत है, राति टाइममै सुत्ने भनेको त झन् छिटो सुतेछ क्या आज त झन्। अनि म चाहिँ नानी बाबु दुइटै सुतेको बेलामा छतमा पानी हाल्न लाएँ। आज आकाशबाट पानी आउँछ कि आउँदैन थाहै भएन कि, कस्तो खुल्ला पनि थियो आउला जस्तो पनि थियो। त्यही भएर थोरै फुलहरूमा पानी हाल्नतिर लागेँ। पानी आएन भने त बोटहरू मरे जस्तो हुन्छ भनेर मैले पानी हाल्न लागेँ। फेरि बेलुका पानी पर्यो भने त फेरि मेरो मेहनत त पुरै खेर नै जान्छ। दुईटा हलुवा ब्रेड पाकेको रहेछ, हलुवा ब्रेड पनि टिपेँ मैले। कफीहरू खाएको अनि क्यान्सलाई खाजा लैदिएको टिफिनहरू माझेर राख्न थालेँ मैले। बाबु नानी दुइटै सुतेको बेला एकछिन भए पनि बाहिरको ताजा हावामा मुड फ्रेस गर्छु भनेर बसेको। तर मेरो छोरीले मलाई चेनको सास फेर्नै दिनिन्। उठेर यहाँ हाँसेर बस्छिन् कि। अनि फेरि ल्याएर उसँग खेल्न थालेँ।
अनि एकछिनपछि चाहिँ उसलाई वाकरमा नै राखिदिएँ। आजभोलि चाहिँ वाकरमा राखिदिन थालेको छु। नानीको भिडियो बनाउँदा सरर फेरि प्लेन पनि उड्यो कि अनि क्याप्चर गरेँ। अनि यहाँ धेरै बेर सुत्यो मेरो छोरो भनेर उठाउन गएको त उठ्नै मानेन। अनि बहिनीलाई गएर त्यहाँ छोडिदिएको त बल्ल बल्ल गरेर उठ्यो कि मान्दैन। अनि बेलुका सुत्दैन भनेर उठाएँ। अनि उठाउँदै मम्मीको नि फोन आयो, एकछिन बोलेँ। अनि म चाहिँ बहिनीलाई हेर है भनेर सुकेको कपडाहरू उठाउनतिर लागेँ। कुनै सुकेको थियो, कुनै सुकेको थिएन। अनि पानी पर्ला जस्तो आकाश कालो भएर आयो। अनि सुकेको कपडालाई त फेरि भिजाउने कुरा भएन। अनि उठाएर म पट्टाउनतिर पनि लागेँ। सबै कपडाहरूलाई पट्टाएर आफ्नो ठाउँमा राख्न गइरहेको छु। बस्न राम्रोसँग पाएको छैन, खाना पकाउनु बेला भइसक्यो। सबै बिहानको थियो, खाना मात्र बसालेँ। अनि म चाहिँ छोरीलाई सुताउनतिर लागेँ। छोरी पनि सुतिन्। त्यही मौका छोपेर फेरि आमा छोरा मिलेर खाना खानातिर लाग्यौँ। पुसपास गर्छु भनेको त लाइन गएछ। अनि फेरि नानी पनि सुतिरहेको थियो नि त। यही बेला अँध्यारो भए पनि पुसपास चाहिँ गर्छु भनेर सबै पुसपास गरेँ। अनि छिटो भाँडा पनि माझ्छु भनेको त मेरो छोरी उठिसकी। के गर्नु, अँध्यारोमा रुममा पनि के बस्नु भनेर हामी 3जना चाहिँ खुल्ला आकाशको तल शीतल हावा खाँदै बाहिर एकछिन बस्यौँ। अनि त्यसपछि फेरि मेरो छोरीलाई लिटो बनाउने बेला भयो। अनि छोरोलाई हेर्न लाएर म चाहिँ लिटो बनाउनतिर लागेँ। अनि थोरै लिटो पनि खुवाएँ। नानीलाई लिटो पनि खुवाइसकेँ। अब हामी के गरेर बस्नु, लाइन छैन। त्यसपछि म चाहिँ यहाँ स्याडोमा के बनाएर देखाउँदै गर्दा लाइन पनि झ्याप्प आयो। अनि हामी चाहिँ क्ल्याप गऱ्यौँ। अनि त्यसपछि फेरि के गर्नु, आफ्नो ड्युटी त छँदै थियो। अनि रितु र क्यान्स भएर नानी हेरेँ। अनि म चाहिँ भाँडा माझ्नतिर लागेँ। यो चाहिँ फ्राइडेको डे भयो होइन। अनि आज चाहिँ म स्याटरडे चाहिँ भोइस ओभर गर्दैछु। अनि आज चाहिँ कस्तो पानी परेको छ कि, अनि भोइस ओभर गर्दा हल्का हजुरहरूलाई डिस्टर्ब फिल पनि भयो होला, त्यसको लागि सरी भन्न चाहन्छु। यति गरेपछि चाहिँ मेरो किचनको काम चाहिँ सकियो। बडाल कुडाल पनि गर्न थालेँ। अनि अब चाहिँ किचनलाई लक गरेर राखिदिन्छु। बल्ल अलिकति भए पनि आनन्द भयो कि किचनमा चाहिँ आउनु परेन। अनि म चाहिँ मेरो छोरीलाई भिटामिन डी खुवाइदिएर रुमतिर लगेँ। अनि रुम मिलाउन लगाएको त मेरो छोरो र छोरीको पारा फेरि छुट्टै छ कि। दिनभरिको थकानले तेल पनि नलाम्गी जस्तो भयो थियो। फेरि केयरलेस त गर्नु भएन भनेर मैले छोरीलाई बडी मसाज पनि गर्न थालेँ। म चाहिँ दिनमा 2 पटक मात्र मसाज गर्छु छोरीलाई। तेल लाएर पनि सकिसक्यो। अब कपडा लाउने पालो आयो। कपडा लाउन चाहिँ फेरि महाभारत सुरु भयो है। म चाहिँ उसलाई बल्ल बल्ल कपडा लाउन लगाएको छु। उसको दादाले चाहिँ के देखाएर बहिनीलाई यति जिस्काउँदैन। म चाहिँ तान्छु ऊ चाहिँ कि ऊ दादा भट्टा गएर उसको के देखाएको छ सब खेलाउनु पर्ने रे। ऊ चाहिँ नदिने, देखाएर चाहिँ जिस्काउने अनि खेलाउन चाहिँ नदिने। अनि कपाल कोर्ने बेला पनि उसलाई यति रिस उठ्दैन। 10 पनि बजिसकेछ, निन्द्रा लागिसक्यो। मेरो छोराछोरीको ब्याट्री लो भएको छैन, मेरो चाहिँ ब्याट्री लो भइसक्यो। कति बेला सुतौँ जस्तो भइसक्यो। छोरोलाई सुत नभनेको त नसुत्ने रे। अनि यिनीहरू सुत्ने जस्तो पाराको मैले देखिनँ। त्यही भएर अनि म चाहिँ फ्रेस हुनतिर लागेँ। ब्रस पनि गरेँ। अनि मुख पनि धोएँ। अनि फ्रेस फिल भयो कि अलिकति भए पनि। मुख धुँदा त निन्द्रा पनि हराउँछ नि त। अनि मुख सुख धोएर कुल फिल गरेँ। अनि रुममा आएको त यहाँ त फेरि छुट्टै माहौल छ। 10 बजे त क्यान्स पनि सुत्थ्यो, तर दिउँसो सुत्यो नि त। त्यही भएर अनि ऊ चाहिँ सुत्नै मानेन। अनि ऊ नसुतेपछि बहिनी सुत्ने त कुरै भएन। अनि म चाहिँ छोरीलाई खेलाउनतिर लागेँ। अनि आजभोलि चाहिँ मेरो छोरोलाई आफ्नो बर्थडेको खुब चासो लागेको छ। कति दिन बाँकी छ, के गिफ्ट चाहिन्छ, कस्तो डेकोरेसन गर्ने भन्दै थियो। अनि धेरै बोल्यौ तिमी, आऊ एकछिन बहिनीलाई जेलेस गरौँ भनेर मैले चाहिँ काखमा राखेर एकछिन हा गरेर चुप्पा के गरेको त उसलाई त जेलेस हुँदैन होला भनेको त एकछिन पछि त आएर उहीँ टाँसिन थालिन्, बोक भन्न थालिन्। अनि त्यसपछि उसलाई पनि जेलेस हुँदो रहेछ है अब चाहिँ भन्ने फिल भयो कि मलाई चाहिँ। आजभोलि चाहिँ मेरो छोरीले नयाँ नयाँ कुराहरू गरेर देखाउँछिन् कि। अनि कस्तो खुसी लाग्छ। म त छोरोको टाइमको सबै बिर्सेँ। अनि मेमोरिज फेरि ताजा भयो। छोरोलाई चाहिँ एलर्जी भएको थियो कि, अनि त्यसको दबाई पनि लगाइदिएँ मैले। दबाई लगाइदिनु लाग्यो दादालाई, उसलाई पनि बेडमा आउनु पर्यो रे। हेर्नु न यहाँ समातेर उठ्ला जस्तो गरेर कता लड्ने हो भनेर म पनि छिटो तल झरेर उसँग बस्न थालेँ। मलाई चाहिँ यहाँ निन्द्रा लागेर आँखा पोल्न लागिसक्यो।
काव्यको बाबा पनि गएको जम्मा 5-6 दिन त भयो, तर मलाई चाहिँ 1 महिनाभन्दा नि बढी भयो जस्तै फिल भइसक्यो कि बानी भइसक्यो नि त। 2 जना बस्ने, 2 जनाले हेर्ने, 1 जना हेर्न त साह्रै गाह्रो हुँदो रहेछ। सुत्ने बेलामा ठ्याक्क पानी परेर कति कुल मौसम भयो कि भनेको थिएँ नि मैले पानी हालेको वेस्ट गयो भनेर। हेर्नु त मैले पानी हालेको वेस्ट गएन त। अझै पनि मेरो छोराछोरीहरू सुत्ने नामै लिँदैनन्। 10:30 पनि भइसक्यो, कति बेला सुत्ने होला। छोरो तिमी नसुते बहिनी पनि सुतिनिन् भनेर बल्ल बल्ल फकाएर उसलाई नि सुत्न लगाएँ। अनि त्यसपछि मैले छोरीलाई नि सुताएँ। बाबु नानी दुइटै सुतेपछि बल्ल मनलाई आनन्द भयो कि म पनि सुत्न पाउँछु भनेर। आज त झन् मैले ढाड सोझाउनै पाएको छैन, निन्द्रा पनि एकदम लागेको छ। अनि बाबु पनि कस्तो मजाले सुत्यो कि पहिला म बिना नसुत्ने मान्छे आजभोलि एक्लै सुत्ने भएको छ, म नै चाहिँदैन। सुत भन्ने बित्तिकै उसलाई कोही बाबा मम्मी कोही चाहिँदैन कि आनन्दले सुतिदिन्छ। पहिला हाहा गरेर सुताउनु पनि हक गरेर सुताउने बच्चा अहिले आफै सुत्ने भएको छ। यो देख्दा त कहिलेकाहीँ कस्तो मन कटक्कै खान्छ कि सबै ध्यान जति मैले सानो बच्चालाई दिनुपर्छ नि त। कहिलेकाहीँ उसको मनमा नि कस्तो नराम्रो फिल हुन्छ है जस्तो लाग्छ कि मलाई। भिडियोमा देखाए जस्तै गरेर सजिलै दिन त मेरो पक्कै पनि कटेन। यस्तै हो, तर एकजनाले 24 घन्टा बच्चालाई हेर्न चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। त्यो चाहिँ आज मैले फिल गरेँ। आजको दिन चाहिँ मेरो यसरी बित्यो। भिडियोलाई माया गरिदिनु होला, फलो लाइक पनि गरिदिनु होला। हस्त बाई, थ्याङ्क यू फर वाचिङ।